हेलो गाइस एभ्रिवान सबैजना सन्चै हुनुहुन्छ होला। बिकेजी भ्लग पनि सन्चै छ। अनि आज चाहिँ बिकेजी भ्लग फेरि दोस्रोचोटि चाहिँ भोटेचुली जाँदैछु। अनि अगाडि त्यहाँ चाहिँ बाइक छ अनि त्यही म 3 जना जान्छु होइन। अनि बाटोमा चाहिँ हेर्दै गर्नु, भ्लग चाहिँ लास्टमा हेर्दै गर्नु। गाइस हामी चाहिँ आधा बाटोमा पुगेका छैनौँ। अस्तिको भ्लग हेर्नु भएको रहेछ भने चाहिँ थाहा पाइसक्नु कहाँ हो। अब कुन नजिक नै पुग्न लागिसकेको छौँ होइन। चाहिँ धुलै धुलो रहेछ। हल्का चस्मा लगाएर पनि आँखामा धुलो केही परेको छैन होइन। हामी त अहिले गुमीभन्दा हल्का माथि आएको छौँ। अनि अहिले अनि जानुपर्छ एकछिन बसेर होइन, हल्का थाकिएको छ। हामी चाहिँ अहिले बाटोमा चाहिँ ऐसालु खाँदैछौँ होइन। चाहिँ ऐसालुको झ्याङ छ। हामी त्यो झ्याङमा चाहिँ म ऐसालु खाँदैछु। देखिँदै गाह्रो छ है टिप्रो पनि। ए देख्न सक्नुहुन्छ। अनि त्यो छ ऐसालु चाहिँ। अब तपाईँ गएर भेट्नुपर्छ होइन। भोटेचुलीमा पुगेपछि लगाइ चाहिँ हामी भोटेचुली अन्त अलिक तल आएको छौँ। अनि यहाँ चाहिँ कापल रहेछ। अनि कापल खाइरहेको छौँ। हेर्नु देख्न सक्नुहुन्छ कापल। बब्बाल नै छ कापल होइन, देख्न सक्नुहुन्छ। हेर्नु न मिठो छ मिठो कापल त। पुग्ने ठाउँै कतै छैन, उतै छैन। देख्न सक्नुहुन्छ गाइस। बिकेजी भ्लगले चाहिँ कापल खाइरहेछ। गाइस हामी चाहिँ यो भोटेचुलीको माथि गएनौँ। हामी माथि यतैतिर बस्ने हो। अनि यहाँ चाहिँ गुराँस देख्न सक्नुहुन्छ। अनि गुराँस चाहिँ धेरै छैनन् के, किनकि यो जेठ महिना हुन्छ। खास चाहिँ हुन्न गुराँस चाहिँ। अनि देख्न सक्नुहुन्छ यहाँ गुराँस। बिकेजी भ्लगले देख्न सक्नुहुन्छ गुराँस। खान्छ मजा आउँछ खाना चाहिँ, देख्न सक्नुहुन्छ। हामी चाहिँ अब एकछिन एक ठाउँमा बसेर हुक्का खानुपर्छ। अब यहाँ भोटेचुलीको यता जङ्गलको साइड नजिकै आएको छौँ होइन। अनि त्यहाँ रोड छ। अनि यता माथि आएको छौँ अहिले चाहिँ। अनि हामीतिर उता बसेर हुक्का खानुपर्छ। अनि त्यहाँ चाहिँ चौचो खाँदै हिँडिरहेको छु होइन। बाटो चाहिँ यस्तो छ देख्न सक्नुहुन्छ। ढाक्क लगाएर त्यहाँ अगाडि चाहिँ गुराँसहरू धेरै थियो कि। अनि गुराँसहरू चाहिँ ठुल्ठुलो थियो। अनि त्यहाँ हामी यता आइरहेको छौँ होइन। हामी उता माथि चाहिँ जाँदैनौँ भोटेचुलीको त्यो टावरमा। यतै बस्ने कापल साबल किन्ने। यति 2टा बोतल छ नि भर्री गरेर जाने होइन। हामी चाहिँ कापल खाना आएको आज चाहिँ देख्न सक्नुहुन्छ। यहाँनिर त अलिअलि छन् कापल गरे। अनि अगाडि गुराँसहरू बब्बाल छ। यता देख्न सक्नुहुन्छ रोड। बिकेजी भ्लग चाहिँ यस्तो रोडमा हिँडिरहेको छ। अनि यहाँ चाहिँ आज चाहिँ धेरै नै गुराँसहरू छन्। पारी नि बब्बाल छन्। देख्न सक्नुहुन्छ यहाँ अगाडि पनि यसरी हिँड्नुपर्ने अवस्था छ है बिकेजी भ्लगको चाहिँ। देख्न सक्नुहुन्छ अगाडि यस्तो छन्। चौचो खाँदै हिँड्दै गुराँस देख्न सक्नुहुन्छ। देख्न सक्नुहुन्छ बाटोको अवस्था खतरै नै छ। अनि गुराँस देख्न सक्नुहुन्छ तपाईँहरूले। गुराँस अब चाहिँ हामी यहाँ हुक्का बनाउनुपर्छ हामीले।
चाहिँ त्यहाँ बस्ने ठाउँ राम्रो नभएर यता आएको छौँ होइन। यहाँ चाहिँ खोजिरहेको छौँ राम्रो बस्ने ठाउँ। अनि यस्तो छ बब्बाल छैन जङ्गल चाहिँ। यस्तो जङ्गलमा बस्नु परेको छैन बिके झलक चाहिँ। रमाइलो चाहिँ भइरहेको छ होइन। लगाएर चाहिँ हामी चाहिँ यहाँ बसेर होइन। अनि यहाँ हुक्का बनाइरहेको छ भरत गिरी भ्लगले। अनि भरत गिरी भ्लगले बनाएको हुक्का चाहिँ अब खानुपर्छ हामीले। हुक्का खाएको चाहिँ भिडियो गराउनु पर्दैन होइन। यसमै थप फ्लेभर चाहिँ। अनि एक लाएर मोहन जी। अनि मैले चाहिँ यहाँ बब्बाल फटाखिदिएको छु। अनि गएर बिकेजी भ्लगको पेज पनि छ, गएर फलो गर्नु होला। टिकटकमा पनि होइन गाइज। बनिरहेको छैन अब चाहिँ हुक्का बनिसकेको छ। अनि हुक्का खाएको चाहिँ म हाल्दिनँ होइन गाइज, किनकि जाँदैन कि भिडियो। मैले दुईवटा हाल्न कोसिस गरेको चाहिँ गएन। त्यसरी अब चाहिँ हुक्का खाएर ट्याक्क भेट्नुपर्छ होइन गाइज। हामीले चाहिँ यहाँ बसेर चाउचाउ साउचाउ खाएर अनि त्यहाँ चाहिँ हुक्का खाइरहेको छन्। अनि मैले चाहिँ हुक्का खाँदिनँ, त्यहाँ यहाँ बसिरहेको छु होइन। हेर्न सक्नुहुन्छ चाउचाउको खोस्टाहरू यस्तै छन् होइन। यहाँ चाहिँ चस्मा सस्मा बिकेजी भ्लग चाहिँ चस्मा लगाइदिन्छ होइन। यस्तो क्या बबाल छ नि, रुखहरू क्या बबाल देखिरहेको छैन गाइज। फाइनली गाइज हामी चाहिँ जान लाग्छौँ। अनि म चाहिँ बत्तल सत्तल समाति जान्छु। अनि त्यहाँ तल गएर गुराँस टिप्नुपर्छ। अनि तपाईँहरूले हेर्नुपर्छ गुराँस टिपेको होइन गाइज। अनि बाटो चाहिँ खत्रै नै छ होइन। यहाँको चाहिँ सिस्नो देख्न सक्नुहुन्छ होइन। अनि हाम्रो भरतगिरी भ्लग चाहिँ अगाडि होइन हुनुहुन्छ। ट्याक लगाएर अनि जाँदैछौँ बत्तल सत्तल बोकेर। अनि यहाँ चाहिँ सिस्नो रहेछ होइन। अनि उता तल लाली गुराँस कापल कति हुन्छन् कति होइन। अब चाहिँ बाइक कुदाएर जानुपर्छ होइन गाइज। लाली गुराँस कापल खाएर फेरि के गर्नु होइन। टिपेन कसो थाहा पायो भने देख्न सक्नुहुन्छ गुमीको रोड मैले धेरैचोटि देखाइसकेँ। यहाँ चाहिँ बाइक साइक देख्न सक्नुहुन्छ। अनि त्यहाँ चाहिँ हरे खोला पुल देख्न सक्नुहुन्छ होइन। ट्याक लगाएर बब्बाल छैन यता चाहिँ। यहाँ चाहिँ कहाँबाट कहाँ पुगिसक्यौँ होइन। पुल देख्न सक्नुहुन्छ बब्बाल छ ठाउँ चाहिँ होइन गाइज। बिकेजी भ्लग घर पनि आइसक्यो। अब चाहिँ छिटै नै नेक्स्ट भिडियोमा भेट्नुपर्छ। आजलाई बाई बाई गाइज।